मेयर हर्क साम्पाङ अहिले रोइरहनु भएको छ हैन। त्यो आँसु त्यतिकै त नआउला, मलाई पनि त्यति धेरै रुन त्यस्तो आउँथेन। अस्तिनको यो भदौको 23 गते बेलुका मलाई पनि रुन आयो। 23 गते 24 गते 2-3 दिन रोएँ म पनि, सायद नेपाली सबै रोयो होलान्। र फेरि अहिले हर्क साम्पाङ रोइरहनु भएको छ। यो एउटा अनौठो कुरा पनि छ। त्यतिकै त्यो मान्छे नरोला है, यसलाई पनि हामीले विचार गर्नुपर्ने हुन्छ। त्यतिकै उडाउनु चाहिँ हुँदैन। उहाँले लेखिराख्नुहुन्छ, फेसबुकमा धेरै लेख्नुहुन्छ हैन, त्यो त ठिक छ, त्यो अलिकति मन नपर्नु आफ्नो ठाउँमा रह्यो। तर यो रुवाई जुन आँसु त्यतिकै आउँदैन। त्यो हुनाले यसलाई उहाँलाई यो कुरालाई पनि हामीले ख्याल गर्नुपर्ने हुन्छ। के रहेछ हर्क साम्पाङले भन्नु होला, बिस्तारै गर्नु होला, यसलाई पनि हामी मध्यनजर गरौँ। यति धेरै उल्लेरी बिल्ली चाहिँ नगरौँ भन्ने लाग्छ मलाई। त्यतिकै आँसु चाहिँ आउँदैन हैन, अभिनय गरे पनि आउँदैन हेर्नुहोस्। त्यही भएर उहाँ पनि देशभक्त नै हो, एउटा राम्रै काम गरिराख्नु भएको छ, जनतासँग भिडिराख्नु भएको छ। उहाँको आँसुलाई पनि हामीले विचार गर्नुपर्ने हुन्छ। त्यो हुनाले फेरि अहिलेको परिस्थिति यस्तो छ। अनि हामी त विदेशमा बसेर काम गरिरहेछौँ, नेपालमै पनि कोही दलालीहरू हुन पनि सक्छन्, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ है त।